नमस्ते साथीहरू, नेपाली सिनेमा जगतमा फेरि एउटा नयाँ तरङ्ग पैदा भएको छ। अभिनेत्री प्रियङ्का कार्कीको होम प्रोडक्सन अयाङ्का फिल्मको ब्यानरमा बनेको नयाँ चलचित्र मास्टरनीको आधिकारिक टिजर भर्खरै ओएसआर डिजिटल मार्फत रिलिज भएको छ। तर यो चलचित्र जति आफ्नो कथाका कारण चर्चामा छ, त्योभन्दा कैयौँ गुणा बढी यसको प्रमोसन गीतका कारण ठुलो महाविवादमा फसेको थियो। आज हामी यस 5 मिनटको भिडियोमा मास्टरनीको आधिकारिक टिजरको भित्री कथा, यसका कलाकारहरू र नेपाल शिक्षक महासङ्घले समेत प्रतिबन्ध लगाउन माग गरेको त्यो चर्चित म्याथ सिकाइदिन्छु गीतको विवादबारे विस्तारमा चर्चा गर्नेछौँ। भिडियो अन्तिमसम्म हेर्नुहोला। सबैभन्दा पहिले कुरा गरौँ टिजरको। शुभेन्दु घोषको निर्देशनमा बनेको यो चलचित्र पूर्ण रूपमा एउटा क्राइम मर्डर मिस्ट्री आधारमा बनेको छ। टिजर हेर्दा थाहा हुन्छ प्रियङ्का कार्की यसमा तुलसी नामकी एउटा कडा र बौद्धिक विज्ञान शिक्षिकाको भूमिकामा छिन्। उनको एउटा खुसी परिवार हुन्छ, तर अचानक एउटा यस्तो घटना घट्छ जसले उनको पुरा जीवन उथलपुथल र रहस्यको दलदलमा फसाइदिन्छ। टिजरको मुख्य थीम नै छ द क्लाइमेस्ट माइन्ड प्लान्ड द डेडलिस्ट गेम, अर्थात् सबैभन्दा शान्त दिमागले नै सबैभन्दा खतरनाक खेलको योजना बनायो। यस चलचित्रमा प्रियङ्काको साथमा आर्यन सिग्देल, अनुप विक्रम साई, प्रमोद अग्रहरी, सिमरन खड्का, गौरी मल्ल र रिचा शर्मा जस्ता दिग्गज कलाकारहरूको दमदार अभिनय देख्न सकिन्छ। टिजर निकै प्रमिक्सिङ र सिनेमाटोग्राफी पनि निकै उच्च स्तरको देखिन्छ। यो चलचित्र आउँदो भदौ 5 गते अगस्त 21 देखि हलमा प्रदर्शन हुँदैछ। अब लागौँ यो चलचित्रको सबैभन्दा ठुलो विवादतर्फ, जसले गर्दा निर्माण टिमले सामाजिक सञ्जालमा ठुलो आलोचना खेप्नु पर्यो। टिजर आउनु अघि चलचित्रको प्रचारका लागि गायक दुर्गेश थापा र गायिका बबिना किराँतीको स्वरमा एउटा प्रमोसन गीत सार्वजनिक गरिएको थियो, जसमा प्रियङ्का कार्की, दुर्गेश थापा, आर्यन सिग्देल र आयुष्मान देशराज जोशी फिचर्ड थिए। र बाहिरबाट हेर्दा सामान्य म्याथ वा गणित सिकाउने भनिए पनि गीतका शब्दहरूको उच्चारण र भिडियोको प्रस्तुति यस्तो थियो कि जसले एउटा निकै अश्लील चल्तीको नेपाली गाली झल्काउँथ्यो। दर्शकहरूले तत्कालै सामाजिक सञ्जालमा आक्रोश पोखे। धेरैले भने यो कला होइन, भाइरल हुनका लागि गरिएको तल्लो स्तरको हरकत हो। मानिसहरूले दुर्गेश थापा र प्रियङ्का कार्कीलाई सस्तो पब्लिसिटीका लागि शिक्षक जस्तो पवित्र पेसामा अपमान गरेको आरोप लगाए। विवाद यतिमा मात्र सीमित रहेन, यो विषयले कानुनी र संस्थागत रूप लियो। नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले एउटा संयुक्त कडा विज्ञप्ति जारी गरे। उनीहरूले भने यस गीतले महिला शिक्षिकाहरूलाई लक्षित गरी निकै मर्यादित अश्लील शब्द र भावहरू प्रयोग गरेको छ, जसले समग्र शिक्षक पेशा र गणित विषयको गरिमामाथि कडा प्रहार गरेको छ। महासङ्घले चेतावनी दिँदै यो गीत तुरन्त हटाउनु र फिल्ममा प्रयोग नगर्न माग गर्यो, अन्यथा यसबाट आउने परिणामको जिम्मेवार निर्माता स्वयं हुनुपर्ने बताए। त्यस्तै तनहुँका एक शिक्षक रमेश बहादुर भट्टराईले त सञ्चार मन्त्रालयमै यो गीत प्रतिबन्ध गर्न माग गर्दै निवेदन समेत दर्ता गराए। चारैतिरबाट कडा विरोध र सामाजिक सञ्जालमा बहिष्कारको लहर चलेपछि अन्ततः निर्माता तथा अभिनेत्री प्रियङ्का कार्की र गायक दुर्गेश थापाले सार्वजनिक रूपमा माफी मागे। प्रियङ्काले स्पष्टीकरण दिइन् कि यो गीत चलचित्रको मूल कथाको हिस्सा थिएन, केवल प्रमोसनका लागि मात्र बनाएको थियो। आफ्नो गल्ती स्वीकार गर्दै उनले यो गीत दुर्गेश थापाको युट्युब च्यानल र सबै सामाजिक सञ्जालबाट स्थायी रूपमा हटाए। साथीहरू, भाइरल हुने चक्करमा कहिलेकाहीँ सिर्जना कति घातक बन्न सक्छ भन्ने कुरा यो मास्टरनीको गीत विवादले प्रष्ट पारेको छ। नकारात्मक प्रचारले केही समय ध्यान त तान्छ, तर यसले वर्षौं लगाएर कमाएको इज्जत र सिङ्गो पेसाकै अपमान गर्छ। जे होस्, निर्माण टिमले समयमै आफ्नो गल्ती महसुस गरे। गीत हटाउनु र माफी माग्नु सकारात्मक पक्ष हो। र अहिले आएको चलचित्रको आधिकारिक टिजरले भने साँच्चीकै एउटा राम्रो र बलियो स्पेन्सर ट्रेलर चलचित्रको सङ्केत गरेको छ। प्रियङ्का कार्कीको यो बोल्ड र सिरियस अभिनयले दर्शकहरूको मन जित्छ कि जित्दैन, यो त भदौ 5 गते नै थाहा हुन्छ। तपाईहरूलाई यो मास्टरनीको नयाँ टिजर कस्तो लाग्यो, अनि त्यो म्याथ सिकाइदिन्छु गीतको विवादमा तपाईँको व्यक्तिगत धारणा के छ, तल कमेन्ट बक्समा लेख्न नभुल्नुहोला।